जय गणपति भगवान को। नाचने काम से बंद हो पोर्चुगल में हो, जो हाँसो तो नाचो, जो नाचो जीवन में त्यही धेरै बाँच्छ। त्यही भएर अब देखि भजन नाच्नका लागि गराउनु। प्रसिद्ध महाप्रजगत अखिलेश विशुद्ध विश्वेश्वरी पायु विषम त्वमेश्वरी देवी चराचरस्य गजाननं भूतगणादि सेवितं गवीतजन्म फलचारवक्षणम् उमासुतम स्वरविनाशकारकं नमामि विघ्नेश्वरपादकवचनम्। ओम ज्ञानप्राणिश्व विश्वस्य जगतो योगिविषयो शक्ति शिवसचपं यत्ब्रह्मनिरन्तरम्। ओम नमः शिवाय। ओम हेमानि पुष्पाणि मनोहराणि सुरासुराणामपि दुर्लभानि वधूमानि दुर्वजानितानि पुष्पाञ्जलिर्विस्तु सुखाय नित्यं मन्त्रपुष्पाञ्जलिं समर्पयामि। जय गुरु भक्तवत्सल भगवान को। जय सत्यस्नान भगवान को। श्रीमद् भागवत महापुराण को। पुष्पज्ञान भगवान को। बुद्ध भगवान को। तीर्थपुण्यकाल जननी समस्त भक्त सज्जन को। आयोजन परिवार को। जयगावासी नेपाली संघ परिवार को। पोर्चुगल वासी समस्त भक्त सज्जन को। आनंद को। ज्ञानदाता गुरुदास को। अब बेलुका 6-7 बजेसम्म कसैलाई काममा पनि घरमा पनि जानु मन नलागोस्। काम र घर भनेपछि एलर्जी होस् परमेश्वर भगवान आनन्द लियोस्। बोलिए सद्गुरुदेव भगवान को। आज हामी जीवन जिउने कला सिक्छौँ। वेद के हो त्यो बुझ्छौँ। बुद्ध दर्शन के हो त्यो बुझ्दैछौँ। एकजना पनि हल्ला गर्ने छैनौँ। एकदम शान्त भएर बस्नेछौँ। मोबाइल चलाउने काम बन्द गर्छौँ। त्यो साडी कहाँ किने म पनि किन्छु है भन्ने काम पनि बन्द गर्छौँ। टिकटक बनाउने काम पनि बन्द गर्छौँ। यसरी बुवा हल्ला गर्ने गाली घुसी गर्ने त्यो काम पनि बन्द गर्छौँ। हेर सम्झिहरू के हो। सासू पास्दैछन् मेरो त पुरा नगरौँ भन्ने काम पनि बन्द गर्छौँ। मेरो बुहारीको त पुरै नगरौँ भन्ने काम पनि बन्द गर्छौँ। आनन्दले सुन्नु है। जिज्ञासा लाग्यो भने जस्तो सुकै प्रश्न पनि गर्न पाइन्छ। गर्नु जस्तो सुकै प्रश्न गरेर हुन्छ। ध्यान दिएर एकजना पनि नहुनु। साथीहरू पछाडि बस्नु सम्मानित एघारका अत्यन्तै लब्ध प्रतिष्ठित सामाजिक व्यक्तित्वहरू उहाँलाई अगाडि आइदिनुको लागि मेरो अनुरोध छ। यहाँ बस्ने व्यवस्थापन गरौँ। उठेर भागवत सुने, उठेर प्रवचन सुन्यो भने वृक्ष बन्नुपर्छ भनिहाल्छ। अब बसेर सुनिदियो भने रुख बन्नेको आफै जानुहोस्। आनन्दले बस्छौँ। अलिक मुर्ची खप्न मिल्दैन। ल यादव बाबु सबै अगाडि सवारिनुहोस्। त्यो साहित्य गर्ने बन्द गर्ने नेपालमा के भइरहेछ, अब बालीले के गरिरहेछ, सुगन्ध कस्तो छ भन्ने कुरा पनि भन्नु। एकदम ध्यान एकाएर यतै बच्चाहरू बस्छ। सानो बस्छ है जानु। त्यो बच्चा पाएर किन छोडेका नि रिसिटेर आउँछ कहिले। बच्चा चाहिँ पाउने अनि ल्याएर छोड्यो कि अहिले नेपालतिर लिएर जान्छ नि चाल पाउनु। ल आनन्दले बस्छ। दिपाजी मलाई 1 दिन 2 घन्टा 3 घन्टा बोलाएर हुँदैन क्या। मेरो पुरै सिक्किममा कम्तीमा 7 दिन बोलाउनु पऱ्यो क्या पोर्चुगल वासीहरू। अनिको ज्ञान पुरै दिन मिल्छ अनि ऊर्जा हुन्छ। सबैले ज्ञान पाउनुहुन्छ। ल सबैजना बस्छ। ल मकरलाई 2 घन्टाले पुग्दैन है। 7 दिन सम्झिराख्नु। कृष्णाय वासुदेवाय देवकी नंदनाय च नंद गोपकुमाराय गोविंदाय नमो नमः। भक्ति सुतवतरणं गृहीत्वा परमेश्वराक्षरशालिनाशने श्री कृष्ण गोविंद हरे हरे नाथे नामानि गुरुवन्दे। वसुदेव सुतं देवं कंसचाणूरमर्दनं देवकी परमानन्दं कृष्णं वन्दे जगद्गुरुम्।
श्रीनाथ नारायण वासुदेवाय वासुदेवं भज वासुदेवं भज वासुदेवं भज वासुदेवं भज भज वासुदेवं भज वासुदेवं भज वासुदेवं कृष्ण वासुदेवाय क्लेशनाशाय गोविन्दाय नमो सुजतां देवदेवेश नारायणो जगत्पते कुर्याणावधाने गणपतेश शुभकः सर्वेश्वरकार साधना भवन्तु अब यो विशेष प्रवचन माध्यम यार समक्ष में जीवन जगत परमात्मा के बारे में ज्ञान देना चाहिए भागवत सहित वेद की हो बुद्ध दर्शन की हो जीवन की हो जगत की हो परमात्मा की यो 3-4 घंटा का प्रवचन ध्यान दिएर सुन्नुभएको छ जिज्ञासा लाग्यो भने जस्तो सुकै प्रश्नका पनि गर्नु पाइन्छ एकदम ध्यान दिएर विशेष नाच्नु चाहिँ पाइयो आनन्दले खुलेर नाच्न पाइयो तर उठेर जाने टिकटक चलाउने मोबाइल चलाउने त्यो साडी कहाँ किनेर म पनि किन्छु भन्ने त्यो चाहिँ गर्न पाइँदैन ध्यान दिएर सुन्नुहोस् अब यो श्रीमद् भागवत सम्बन्धी संक्षिप्त जानकारी र वेदमा प्रवेश गर्छु अनि बुद्ध दर्शनमा अनि जीवन जिउने कला वाट इज द आर्ट अफ लिभिङ जीवन जिउने कसरी हिजो मलाई यात्रामा जाँदाखेरि फातिमा घाटीमा गजब प्रश्न गर्नुभएको थियो हाम्रो मगर दाइले गुरुदेव यो निद्रा लाग्ने कसरी हो हरेक व्यक्तिलाई त्यही चाहिएको छ हाउ टु गेट द साउन्ड विषय हाउ टु गेट द गुड स्लिपिङ जीवनलाई आनन्दमय कसरी गर्ने शान्तमय कसरी गर्ने निदाउने कसरी हाँस्ने कसरी नाच्ने कसरी बाँच्ने कसरी त्यो चाहिएको छ हरेक व्यक्तिलाई त्यसको कमीले गर्दा मान्छे डिप्रेसनको शिकार हुने एङ्जाइटी डिसअर्डर हुने हाम्रै पोर्चुगलमा महिनाको 2-3 जना चाहिँ कोही आत्महत्या गर्ने कोही केही हुने कोही मानसिक रोगी हुने देख्नु भएको छ नि हामीलाई त्यो चिज चाहिएको छ हामीलाई काम मात्र होइन मैले बार बार भन्ने गरेको छु पोर्चुगलको काम छ पोर्चुगलमा दाम होला पोर्चुगलमा नाम छैन पोर्चुगलमा आराम छैन पोर्चुगलमा नाम छैन आराम नाम र राम त्यो जीवनको आयाम काम र दामले मात्र हुँदैन जीवन चल्नको लागि राम पनि चाहिन्छ आराम पनि चाहिन्छ राम भनेको आनन्द देवर बाहिरका भित्रका बाहिरका जीवनको आयाम काम भनेको अध्यात्मवाद काम भनेको भौतिकवाद राम भनेको अध्यात्मवाद काम भनेको आविष्कार राम भनेको संस्कार संस्कारको आविष्कार एक दुईटाले जीवन चल्छ त्यही भएर मैले बार बार भन्ने गरेको छु एउटा किताब लेख्दैछु मैले द फ्युजन बिट्विन मेटलिजम एन्ड स्पेसलिजम द नेसेसिटी अफ द मोडल लाइफ अहिलेको आधुनिक समाजको आवश्यकता पनि त्यही हो अध्यात्मवाद पनि हो भौतिकवाद पनि हो काम पनि हो राम पनि हो त्यही भएर भन्ने गर्छु हामी सबैले हरि राम कहिले नभुल्नु कहिले नभुल्नु हातमा राम मुखमा राम कहिले नभुल्नु कहिले नभुल्नु कहिले नभुल्नु हातमा राम मुखमा राम कहिले नभुल्नु
कहीं न भूलाऊं, कहीं न भूलाऊं, कहीं न भूलाऊं, कहीं न भूलाऊं। आत्मकाम मुखमाला मन कहीं न भूलाऊं, आत्मकाम मुखमाला मन कहीं न भूलाऊं, कहीं न भूलाऊं, कहीं न भूलाऊं। आत्मकाम मुखमाला मन कहीं न भूलाऊं, कहीं न भूलाऊं। हरेक व्यक्तिलाई चाहिने भनेको शान्ति ध्यान गरेर सुन्नुपर्छ है सबैजना त्यहाँ बसौँ के भयो बसौँ प्रवचनमा बसिया नाच्नु उठ्ने अनि दिनबन्धु पक्रेर होस् या हुम्ला जुम्लामा काम गर्ने कुनै चाहिँ किसान होस् नेपालको चाहिँ निर्यातमा काम गर्ने मजदुर होस् हरेक व्यक्तिको जीवनको लक्ष्य भनेको एउटै छ दुईवटा छैन हाम्रो राजनीति चालको पनि मामलाको पनि लक्ष्य एउटै छ मेरो पनि लक्ष्य एउटै तपाईँको पनि लक्ष्य एउटै उहाँको पनि लक्ष्य एउटै हरेक व्यक्तिको लक्ष्य भनेको एउटै छ त्यो भनेको आनन्द कहाँबाट आनन्द मिल्छ कसैलाई राजनीति गरेर आनन्द मिल्छ कि भन्ने छ कसैलाई धेरै पैसा कमाएर आनन्द मिल्छ कि कसैलाई ठुलो पद प्राप्त गरेर आनन्द मिल्छ कि कसैलाई नाचेर आनन्द मिल्छ कि भोक लागेर खाना खाएर आनन्द मिल्छ कि कहिलेकाहीँ गाना सुनेर आनन्द मिल्छ कि कहिलेकाहीँ यात्रा गरेर आनन्द मिल्छ कि आनन्द प्राप्त गर्ने स्रोतहरू भिन्न भिन्न छन् तर लक्ष्य भनेको एउटै त्यो भनेको आनन्द हो अब त्यो आनन्द कहाँ पाइन्छ हरेक व्यक्तिले चाहिएको छ त्यही हरेक व्यक्ति त्यही आनन्दको खोजी गरिरहेको छ संसारमा व्यक्ति जम्मा तिनवटा चिजको खोजी गरिरहेको छ ध्यान गरेर सुन्नु होला त्यहाँनिर होला पहिलो भनेको सत्य दोस्रो भनेको ज्ञान तेस्रो भनेको आनन्द ध्यान गरेर सुन्नु कि व्यक्ति सत्यको खोजी गरिरहेछ कि व्यक्ति ज्ञानको खोजी गरिरहेछ कि व्यक्ति चाहिँ आनन्दको खोजी गरेको हो जस्तो कि व्यक्तिले आफूले अरूसँग झुटो बोल्छ आफू चाहिँ झुटो बोलिरहेछ अनि अरूसँग चाहिँ मलाई झुटो नबोल्ने हुन्थ्यो भन्ने चाहना गर्छ किन चोरले चाहिँ घरको चोरेर ल्याउँछ मेरो घरको चाहिँ कसैले नचोर्ने हुन्थ्यो भन्ने कल्पना गर्छ किन मान्छे चाहिँ आफू झुटो बोलिरहेको हुन्छ अरूसँग र अरूले चाहिँ मसँग झुटो नबोलोस् भन्ने चाहना गर्छ कामना किनभने हरेक दिन व्यक्तिको लक्ष्य भनेको सत्य 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 अनि सत्य किनभने व्यक्तिको स्वरूप नै सत्य स्वरूप छ दोस्रो भनेको चित्त भनेको ज्ञान हामी यतिका जन्म भएको छ काम छोडेर किनभने तै पनि त्यहाँ गएर गुरु ज्ञान दिन पाइन्छ ज्ञानले केही हुन्छ कि जीवन बदलिदिन्छ कि हरेक दिन व्यक्तिले केही कुराको खोजी गरिरहेको छ भने ज्ञानको खोजी गरिरहेको त्यसलाई ज्ञान भने ज्ञान भनेको चाहिँ आफूलाई चिन्नु परमात्मा चिन्नु संसार चिन्नु जीवन जगत र परमात्माको बोध गर्नु ज्ञान भनेको त्यही हो तेस्रो भनेको आनन्द व्यक्ति हरेक दिन आनन्द खोजी गरिरहेको
खाएर आनन्द मिल्छ कि पैसा कमाएर आनन्द मिल्छ कि पिआर नलागाले पिआर भएर आनन्द मिल्छ कि 2-4वटा रेस्टुरेन्ट लगाएकाले 10वटा रेस्टुरेन्ट पुऱ्याएर आनन्द मिल्छ कि मगर भाइ यसै गरिकन कसैले चाहिँ यहाँ पिआर बनाउनु पाए मार्गतिर गएर आनन्द मिल्छ कि हामीलाई थाहा छैन र सबै कुरो सोचेर आउँछ अनि यसै गरी हरेक दिन व्यक्ति आनन्द खोजिरहेको सत्य भनेको सत्य चित भनेको ज्ञान आनन्द भनेको आनन्द हरेक दिन सच्चिदानन्द भनेको आफैभित्र सच्चिदानन्द सत्यको खोजी ज्ञानको खोजी आनन्दको खोजी गरिरहेको छ त्यो सच्चिदानन्द भनेको अरू केही गरेन त्यो भनेको तपाईँभित्र रहेको आनन्द हो परमात्मा बाहिर होइन हो मनैभित्र विद्यमान छ त्यो कुराको खोजी गर्नु जीवन जिउने कला भन्ने हो यो आफैभित्र परमात्माको खोजी गर्नु अध्यापक हुँदैन हो त्यही भएर हामी भन्ने गर्छौँ हरिराम नसम्झेर पो नसम्झेर पो सम्झे हरि मनैमा नसम्झेर पो नसम्झेर पो नसम्झेर पो सम्झे हरि मनैमा नसम्झेर
त्यही भएर जीवनको लक्ष्य भनेको कि शान्ति हो कि ज्ञान हो, ज्ञान हो। एउटा चेलाले गुरुसँग सोधेछ क्या, ध्यान गर्छु। एउटा चेलाले गुरुसँग सोधेछ, गुरुदेव यो आनन्द कहाँ पाएँ? म धेरै दिनदेखि यो आनन्दको खोजी गरेको छु, यो आनन्द भन्ने चिज कहाँ पाउने हो? एउटा चेलाले गुरुसँग सोधेछ, ध्यान गर्छु। अनि गुरुले भन्नुभयो चाहिँ आनन्द पाउने पोखरीमा जा भन्नुभयो। पोखरीमा के छ गुरुदेव भन्दा माछा छ भन्नुभयो। माछाले आनन्द दिन्छ भने दिन्छ भन्नु। त्यही बेलामा चेलो सरासर गयो पोखरीमा गुरुको आज्ञा। पोखरीमा गएर माछाले सोधे, माछा माछा तसँग आनन्द छ रे हो भन्दा छ भन्यो। मलाई अलिकति आनन्द दिएन, मलाई आनन्द चाहिएको छ। के को कपाल हो फेरि? के भयो कपाल फेरि पनि? म पनि गीत पार्न जान्छु भने हो। ध्यान गर्छु। प्रवचनको बेला प्रवचन मात्रै सुन्थेँ क्या, यही हो ध्यान। खाने बेला खाने मात्रै काम गर्नु, खाने बेला चाहिँ मोबाइल त्यो ध्यान भयो। सुत्ने बेलामा सुत्ने मात्रै ध्यान गर्ने, सुत्ने बेलामा 10 मिनट ध्यान गरिजाने होइन। सुत्ने कला त्यो जीवन जिउने कला बनाइयो। जहाँ तहन्छ मन त्यही लैजाने। शरीर अहिले प्रवचनमा छ, मन पनि प्रवचनमा लैजाने। त्यही भएर अरू कुरा होइन। शरीर अहिले यहाँ छ पोर्चुगलमा छ, मन पनि पोर्चुगलमा यहीँ लैजाने। शरीर अहिले यहाँ छ, मन चाहिँ नेपालतिर लैजाने होइन। खाने बेलामा खानामा मन लैजाने, पढ्ने बेला पढ्नमा मन लैजाने। जहाँ शरीर छ मन त्यही लैजाने। ध्यान हुने चाहिँ जीवनमा व्यक्तिलाई, हरेक व्यक्तिलाई चाहिए ध्यान। व्यक्ति असफल किन हुन्छ भने ध्यान गर्छ। त्यही भएर एउटा चेलाले सोधेछ, गुरुदेव आनन्द कहाँ पाइन्छ? ध्यान गर्छु। गुरुले भन्नुभयो त्यो आनन्द प्राप्त गर्दाखेरि पोखरीमा जा भन्नुभएको छ। पोखरीमा के छ गुरुदेव भन्नु? पोखरीमा आनन्द मिल्छ, माछाले दिन्छ भन्नु। चेलो गुरुको आज्ञाले सरासर पोखरीमा गयो। पोखरीमा गएर माछालाई सोध्यो, अरे माछा माछा तसँग आनन्द छ रे हो भन्दा हो। मलाई आनन्द दिएन अलिकति भनेपछि माछा भन्छ, तिमीलाई कसले भने मसँग आनन्द छ भनेर भन्दा मेरो गुरुले भन्नुभएको 6 मसँग आनन्द लैजाने हो भन्नु माछा। त्यसले भन्छ मलाई आनन्द दिन चाहिएको छ, मलाई म आनन्दको खोजीमा अत्यन्त बढी तर्किएको छु, मलाई आनन्द दिनु बार बार भन्नु। अनि माछा भन्छ तिमीलाई म आनन्द दिन्छु। त्यसको सट्टामा मलाई पहिला 1 लोटा पानी देऊ। मलाई अत्यन्त बढी तिर्खा लागेर 1 लोटा पानी देऊ न भन्नु माछा। त्यही बेला चेलो भन्छ, मूर्ख के भने तपाईँले भने तँभन्दा मूर्ख संसारमा कोही होला? पोखरीको बिचमा बसिया छ, 1 लोटा पानीले भन्छ, पानीको बिचमा बसिया छ, मलाई पानी चाहियो, तिर्खा लाग्यो भन्छ के भने भनेर चेलाले भनेपछि माछाले उत्तर दियो, मूर्ख म होइन, मानव मूर्ख पनि। तिमीलाई ज्ञान दिनको लागि मैले यति भनेको। जसरी पानीको बिचमा म बसेर पानी बाहिर तिमीसँग माग गरेँ खोजे मैले, आनन्दको बिचमा आफू बसेर तिमीले आनन्द बाहिर खोज्दैछु। तिमीलाई ज्ञान दिनको लागि मैले भने म भित्रै पानी तिमीले बाहिर खोज्छु, तिमी भित्रै आनन्द छ तिमीले बाहिर खोज्दैछु। बाहिर आनन्द बाहिर होइन, आनन्द आफै भित्र हो। यही शान्ति बाहिर खोज्नु होइन, वस्तुले होइन, पदार्थले होइन, धनले होइन। मान्छे अरबपति छ, सुल्पिङ ट्याब्लेट खाएर सुत्छ। हिजो मैले भनेको थिएँ अरबपति मान्छे छ, सुत्ने बेलामा एउटा न्युरोकेमिकल रिलिज हुनुपर्छ। कोही साइन्स पनि यहाँ हुन्छ भने ध्यान दिनु होला। सुत्ने बेलामा मेलाटोनिन भन्ने न्युरोकेमिकल शरीरले रिलिज गर्नुपर्छ। मेलाटोनिन भन्ने न्युरोकेमिकल बाहिर निस्किएन भने हामीलाई निद्रा लाग्दैन। त्यो मेलाटोनिन नआउने कारण किनभने तनाव, त्यो तनाव कहाँ छ त भन्दा आफैभित्र निद्रा, आफैभित्र शान्ति, आफैभित्र आनन्द, आफैभित्र ईश्वर, आफैभित्र बाहिर होइन। त्यही भएर गीताले के भनेको छ, ब्रह्मात्मन ब्रह्म विब्रह्मात्म ब्रह्मावतम ब्रह्मैव तेन गन्तव्यं ब्रह्मकर्म समाधिनाम। महाराजहरू कुरा होइन, जहाँ चाहिँ विद्यमान छ त्यो ईश्वर मात्रै हो, ईश्वर भन्ने गर्न छैन भन्ने सोच्ने काम गर्नु। कसरी त सबैले मलाई ध्यान दिनु एकपल्ट। मलाई चाहिँ टेलिभिजनबाट खिच्ने लाइभ
प्रसारण गर्ने साथीहरूले पनि ध्यान दिनु होला। अत्यन्त वैज्ञानिक कुरा, अहिलेको जसले ईश्वर मान्दैन त्यो व्यक्ति मूर्ख हो भन्ने कुरा अहिलेको मोडर्न साइन्सले भनेको कुरा म प्रमाणित गर्छु। ध्यान दिएर सुन्नु। हाम्रो वेदले के भनेको छ भने सर्वखल्विदं ब्रह्महं ब्रह्मास्मि तत्त्वमसि यं भागवतेऽहं ब्रह्म ब्रह्माहं ब्रह्म भनेको छ। यहाँ वेद गीताले भगवद् गीताले ब्रह्मात्मं ब्रह्म हरि ब्रह्मांगं ब्रह्माहुतं ब्रह्मैव तेन गन्तव्यं ब्रह्मकर्म समाधिलाई भनेको छ। यहाँ ममेवांशो जीवलोके जीवभूत सनातन भनेको छ। ध्यान दिएर सुन्नुहोस्। यो पदार्थलाई सबैले हेर्नुहोस् त, यो पैसा हो, सामान्य अर्थको यो पैसा हो। ध्यान दिएर सुन्नुहोस्। प्लिज पे एटेन्सन टुवर्ड्स मी। मलाई ध्यान दिनु होला। सबैले जिज्ञासा लाग्यो भने जस्तो सुकै प्रश्न गरे पनि हुन्छ। ज्ञान र विज्ञान सम्बन्धी हाम्रो प्रवचनले द फ्युजन बिट्विन मेथोडिजम एन्ड स्पिरिचुअलिटी। हाम्रो प्रवचन नै ज्ञान र विज्ञान, अध्यात्म भनेको विज्ञान, पुरै विज्ञान हो। दिस इज स्पिरिचुअल साइन्स। यो नजानेर पूजा पाठ गर्ने, नित्य कर्म गर्ने, यसमा अध्यात्मको 1% भन्दा 2% अंश छैन। अध्यात्म त्योभन्दा फरक कुरा। वाट इज अध्यात्म? हामी किन अध्यात्म बन्ने? जीवन जिउनको लागि अध्यात्म किन बन्ने? त्यही सोधेर जानुहोस्। आजबाट हाँस्ने कला सिक्नुहुन्छ यहाँहरूले। हिजोको पोर्चुगल र आजको नेपालीको पोर्चुगल जो आउनुभयो उहाँहरूको मस्तिष्कमा केही न केही फरक हुँदैछ। यही भएर त तपाईँले मलाई 1 दिन होइन 7 दिन बोलाउनु पऱ्यो क्या। 1 दिन बोलाएर मेरो कुरा सिक्दिन, कोर्स पनि पुरा हुँदैन। अर्को वर्ष 7 दिन बोलाउनु। त्यही भएर सबभन्दा यसलाई ध्यान दिनुहोस्। यो के हो? वाट इज दिस? के हो यो? पैसा। यसो देख्दा 10 युरो भन्नु होला। यसलाई टुक्राउँदै 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 जानुहोस्। यसलाई पार्टिकल लेभलमा के भन्छ अरे भाइ? यसलाई पार्टिकल लेभल। व्हाट्स द नेम अफ दिस म्याटर इन पार्टिकल लेभल? के हो यो पार्टिकल लेभलमा? एटम भन्ने चलिन्छ, परमाणु। परमाणु बन्नको लागि इलेक्ट्रोन, प्रोटोन र न्युट्रोन बिचमा न्युक्लियस चाहिन्छ। प्रोटोन र न्युट्रोनको भूमिका त्यति हुँदैन। न्युक्लियसमा एउटा चिज घुमिरहन्छ, त्यसको फ्रिक्वेन्सीले यो संसार देखिन्छ। मोडर्न साइन्सले क्वान्टम फिजिक्स भन्ने अहिलेको नयाँ भौतिक तकनिकले प्राप्त गरेको चिज के हो त भन्दा हरेक चिजमा इलेक्ट्रोन घुम्छ। त्यही भएर इलेक्ट्रोन सर्कलमा घुमिरहेको छ हुनाले यो केरा देखिया छ, स्याउ देखिया छ, मलाई देख्नु भएको छ, भवन देख्नु भएको छ। यो इलेक्ट्रोनको फ्रिक्वेन्सी हो। दिस इज द फ्रिक्वेन्सी अफ इलेक्ट्रोन। तपाईँ गुगल सर्च गरेर हेर्नु हो कि हर कुरा मैले रिसर्च गरेर मात्रै बोलेको छु। ध्यान दिएर सुन्नुहोस् है। ईश्वर छ भन्ने कुरा भन्दैछु मैले। अहिलेको जसले चाहिँ भौतिकवादी नेताले, कुनै व्यक्तिले ईश्वर छैन भने द्याट इज, त्यो चाहिँ मूर्ख हो। मोडर्न साइन्सले भनेको छ ईश्वर भने के? ध्यान दिएर सुन्नुहोस्। यो पदार्थ बन्नको लागि म्याटर, एटम चाहिन्छ। परमाणु बन्नको लागि इलेक्ट्रोन, प्रोटोन र न्युट्रोन चाहिन्छ। इलेक्ट्रोन आफ्नो सर्कलमा घुम्छ न्युक्लियसमा। त्यो इलेक्ट्रोन फ्रिक्वेन्सीमा घुम्न छोडेको दिनमा पदार्थ बन्दैन। 99.99%, 99.9%, 99.9% चाहिँ इलेक्ट्रोन घुमेन भने त्यो जिरो। दिस इज निलिजम। निल हो, शून्य हो। अहिलेको क्वान्टम फिजिक्सले भनेको त्यही हो, अहिलेको भौतिक तकनिकले। र त्यो इलेक्ट्रोन बन्नको लागि एउटा चिज चाहिन्छ बाबु। ध्यान दिएर सुन्नुहोस्। पार्टिकल होइन, इलेक्ट्रोन बन्नको लागि वेभ चाहिन्छ। द सोर्स अफ पार्टिकल इज द वेभ भन्ने प्रमाणित भएको छ। वाट इज द सोर्स अफ वेभ? वेभ तरङ्ग बन्नको लागि के चाहिन्छ? अन्त भाइब्रेसन। संसार सबै भाइब्रेसन हो। यो सबै भाइब्रेसन। यो तपाईँले बोल्ने मोबाइल पनि यसको कस्मिक लिङ्क बाहिर हुन्छ। तपाईँको नम्बर खिच्दाखेरि त्यहाँ कनेक्सन गरेर भाइब्रेसनले अर्कोमा बज्छ। त्यही कुरा मोडर्न साइन्सले पत्ता लगाएर मोबाइल पत्ता लगाएको। त्यो भाइब्रेसन बन्नको लागि वाट इज द सोर्स अफ भाइब्रेसन भन्दा द्याट इज इनर्जी। त्यो चाहिँ ऊर्जा हो भन्ने कुरा अहिलेको मोडर्न साइन्सले भन्यो। त्यही भएर मोडर्न साइन्समा अल्बर्ट आइन्स्टाइनले E बराबर mc स्क्वायर भने E भनेको इनर्जी, m भनेको मास, c स्क्वायर भनेको भेलोसिटी अफ लाइट स्क्वायर। हरेक पदार्थलाई प्रकाशको गतिमा दोब्बर बनायो भने त्योबाट इनर्जी प्राप्त हुन्छ। र त्यो हरेक पदार्थको स्रोत भनेको इनर्जी भन्ने कुरा पत्ता लाग्यो। अब अन्तिममा वाट इज द सोर्स अफ इनर्जी? इनर्जीको स्रोत चाहिँ के हो? पदार्थको स्रोत भनेको वेभ हो। वेभको स्रोत भनेको भाइब्रेसन हो। भाइब्रेसनको स्रोत भनेको इनर्जी, ऊर्जा हो। ऊर्जाको स्रोत के हो त?
द्याट इज कन्सियसनेस। त्यही हो कुरा मोडर्न साइन्सले भनेको, त्यही हो चेतना। चेतना, त्यो चेतनालाई अहिले हिग्स बोसन भन्छ स्विजरल्यान्डको भाषामा। जेनेवामा यो कुरा पत्ता लगाएको हुनाले स्विस भाषामा हिग्स बोसन या अहिले त्यसलाई सामान्य अर्थमा गड पार्टिकल भनेको चेतना। हरेक पदार्थमा चेतना हुन्छ, त्यो चेतनालाई ब्रह्म भन्छ हाम्रो दर्शनले। हरेक चिजमा ब्रह्म हुन्छ भनेर भनेको कुरा आज आएर प्रमाण भएको छ। हाम्रो पिताजी वाचन शिरोमणि पण्डित नारायण प्रसाद पोखरेलले एउटा भजन बनाउनु भएको थियो 38-40 सालतिर, आजभन्दा 40-42-44 वर्ष अगाडि। यो पनि हरिको, त्यो पनि हरिको, सारा संसार हरिको, म पनि हरिको भनेर बनाएको भजन अहिले आएर मोडर्न साइन्सले प्रमाणित गरेको छ। हरेक चिजमा पदार्थमा चेतना छ भन्ने कुरा अहिलेको चाहिँ मोडर्न साइन्स क्वान्टम फिजिक्सले प्रमाणित गरेको छ। त्यही भएर हाम्रो देवले ब्रह्मार्पणम ब्रह्म हवि ब्रह्मांगो प्रणहुतम ब्रह्मैव तेन गन्तव्यम ब्रह्म कर्म समाधिन। हरेक चिजमा ब्रह्म छ, ब्रह्म भनेको चेतना। हरेक चिजमा ईश्वर छ, ईश्वरभन्दा भिन्न केही छैन भन्ने कुरा जो वेदले भनेको छ अहिलेको मोडर्न वैज्ञानिक युगमा त्यो कुरा प्रमाणित भएको छ। त्यही भएर हाम्रो धर्म जस्तो, हाम्रो वेद जस्तो, हाम्रो शास्त्र जस्तो वैज्ञानिक धर्म विश्वमा कुनै पनि छैन। हरिराम। त्यही भएर जसले ईश्वर छैन भन्छ, ईश्वर भनेको आकृति होइन, ईश्वर भनेको चाहिँ मूर्ति होइन, ईश्वर भनेको निर्गुण निराकार ऊर्जा हो। त्यो ब्रह्माण्डमा ऊर्जा व्याप्त छ, त्यही ऊर्जालाई हामी शिव भन्छौँ। कसैले एक ब्रह्म शिव वा केशव वा, कसैले केशव भन्छन्, कसैले शिव भन्छन्, कसैले ज्ञान भन्छन्, कसैले अद्वैत शक्ति भन्छन्, कसैले पुरुष भन्छन्, कसैले आत्मा भन्छन्। त्यही ज्ञानको बोधकहरूले वैदिक सनातन धर्मले दिएको ज्ञान भनेको त्यही हो। हरिनाम आत्मा ज्ञान हामीले पाएको सनातन धर्म। आत्मा ज्ञान हामीले पाएको सनातन धर्म। आत्मा ज्ञान हामीले पाएको सनातन धर्म।
जय हो वैदिक सत्य सनातन धर्म बोलो एकपल्ट नाच्नको लागि बेला हो ल आउनुहोस् फेरि मलाई स्टार्टिङ हुनुपर्ने एउटा भन्ने होस् हरिराम हो यही बल्छामै चराउँछु वनमा गोपीवाला तु सम्झनमा Sari bani ulang ulang laksamana Sari bani ulang ulang laksamana Sari hani toli holan laksamana Sari hani toli holan laksamana Sari bani ulang ulang laksamana Sari hani toli holan
रासरचो आफूनाचो वृन्दावनैमा रासरचो आफूनाचो वृन्दावनैमा हरे कृष्णजी आउनु मनैमा हरे कृष्णजी आउनु मनैमा हरे कृष्णजी आउनु मनैमा जय गुरु वृंदावन प्यारलाल भगवान अब आनन्दले प्रवचन सुन्यो एकछिन पछि फेरि नाच्ने जीवन भनेको जम्मा 7 दिनको जीवन हो हेर्नुहोस् 7 दिनलाई रुटिन भन्नुहोस् यो भागवत चाहिँ 7 दिन लामो चलाउँछ नि किन होला है किन होला 7 दिनलाई सप्ताह भनेको 7 अह भनेको दिन 7 दिन लगाउने त्यसलाई सप्ताह नजानेर सौदा हुन्छ सौदा सुनेर आएको हुन्छ यो शब्द भनेको 7 अह भनेको दिन जम्मा जीवन भनेको जम्मा 7 दिनको भनेको आइतबार सोमबार मङ्गलबार बुधबार बिहिबार शुक्रबार शनिबार फेरि आइतबार सोमबार मङ्गलबार बुधबार बिहिबार शुक्रबार शनिबार जीवन जम्मा 7 दिनको छ 7 दिन बितेको अत्तो भएको 30 वर्ष भयो जति छ जब 7 दिनमै छ शनिबार आइतबार बिदा भयो भने फेरि चाहिँ सोमबार सुरु फेरि गुड फ्राइडे भने फेरि शनिबार भयो फेरि आइतबार अनि सोमबारबाट काम गर्नु जाँदा जाँदा पोर्चुगलमा 30-35 वर्ष गएको अत्तो हुँदैन भन्न चाहिँ सबैले म 2 वर्षमा नेपाल जान्छु भन्ने 20 वर्षमा यहीँ बसिरहने त्यही हो काम सबैको त्यही म 15 वर्ष अगाडि बेल्जियम आउँदाखेरि एउटा व्यक्तिले 2 महिनामा नेपाल फर्कन्छु गुरु भनेको यसपालि भेटेको त्यही थियो सबैको चाल त्यही हो म त नेपाल जाने हो मलाई त बस्नु पनि छैन भन्ने मुखले चाहिँ बढ्न चाहिँ बसिरहनु रिस उठेर आउँछ गाडी यही हो जीवन त्यही भएर जीवन बदल्नु छ भने जब 7 दिन बदल्ने काम गर्नु आइतबार चोरी गरिदिनु भन्नु सोमबार अन्य सताउने गरिदिनु भन्नु मङ्गलबार ज्ञानी बन्छु भन्नु बुधबार ध्यान गर्छु भन्नु बिहिबार अध्ययन गर्छु भन्नु प्रार्थना गर्छु भन्नु शुक्रबार हिंसा गरिदिनु मांस भोजन गरिदिनु भन्नु शनिबार जीवन उमङ्गले नाचेर हाँसेर अनि आनन्दले जीवन जिउँछु भन्नु जीवनमा 7 दिनभन्दा 8 दिन आउँदै त्यही भएर जीवन बदल्नुहोस् श्रीमद् भागवत लगायत हाम्रो समय शास्त्रले भनेको कुरा त्यही हो तपाईँको बानी बदल्नुहोस् जसले